अस्ट्रेलिया एप्लाई गर्नुभएको थियो, राम्रो एकाडेमी, इङ्ग्लिस प्रोफिसियन्सी पनि राम्रो थियो, फ्रेसर पनि हुनुहुन्थ्यो, उनीहरूले खोजेको जस्तै फाइनेन्सियल डकुमेन्ट थिए, राम्रो युनिभर्सिटी, पपुलर युनिभर्सिटी, सस्तो र युनिक कोर्स एप्लाई गर्दा पनि भिजा रिजेक्सन भयो भने अबको चोटि फेरि दोबारा कुनै कन्ट्री एप्लाई गर्दै गर्नुहुन्छ भने एकचोटि राम्रोसँग विचार गर्नु होला। फाइनेन्सियल लस, समय बर्बादीको साथसाथै तपाईँ फ्युचर अन्यल हुन सक्ने चान्सेस पनि हुनसक्छ भने अबको चोटि एप्लाई गर्दाखेरि फाइनेन्सियल सेभिङ चाहनुहुन्छ भने पहिला पैसा पठाउन नपर्ने कन्ट्रीहरू जस्तै युएसए र न्युजिल्यान्ड जस्ता हुन सक्छन् भने युएसएले स्टेटमेन्ट मागिरहेको छ भने तपाईँले अलि धेरै भिजा रेट चाहनुहुन्छ र युनिभर्सिटी नै पढ्नुहुन्छ, राम्रो युनिभर्सिटीबाट ग्रेजुएट भयो भने मैले त्यो देशमा मात्रै होइन अन्य देशमा पनि राम्रो पाथवेजहरू पाउन सक्छु बिकज अफ द्याट डिग्री भन्नुहुन्छ भने युके हुनसक्छ। युके पैसा कमाउँछु भन्नको लागि 5 पेजको लागि भन्दा पनि राम्रो युनिभर्सिटीबाट डिग्री अचिभ गर्छु र फ्युचरमा जब मार्केटमा मेरो सिभी स्ट्रङ गराउन सक्छु भन्ने उद्देश्य र फाइनेन्सियल क्यापासिटी छ भने मात्रै एप्लाई गर्नुहोस्। यस्ता धेरै कुराहरू बुझ्नको लागि तपाईँ हानमा चुइसन आउनुहोस्। हामी चिप्लोडुङ्गा पोखरा ट्रेडमलको पारिपट्टि तेस्रो तलामा छौँ।